बानी परेछ तर पनि आशा लाग्ने कसैको नराम्रो नगरेसम्म कसैले मेरो पनि नराम्रो नगर्ला कि भन्ने। आफै भन त मेरो मुहारमा किन हाँसो छैन? कसैले थाहा होस् तिमीलाई, खैर केही गुनासो छैन। जवाफ दिन खोज्दा जीवनले दमदार फर्काउँछ तर्क पनि। हिँडिरहँदा एक्लै भन्दैन कसैले फर्क पनि। मेरो वर्तमान जिन्दगीको अवस्था देख्दाखेरि पनि आज लाग्छ आराम होला बरु अलिअलि नर्क पनि। जे बन्नुपर्ने थियो त्यो बन्न सकेको छैन, पुरा गर्न जिम्मेवारी छन् टन्न सकेको छैन। बाले बेलुका मेसेन्जरमा के भयो भन्ने सोद्धा थकाइ लागेको छ बा पनि भन्न सकेको छैन। भनेकै थिएँ नि दौडी नेपाल मेरो अब तिमी बसिराख्नु, आउँदालाको ब्याङ्कको ऋण छ्याक्क बसिराख्नु। यदि आमा काम गरेर 100 कमाएछु भने 20ले महिना टार्छु मैले तिमीले हँसिराख्नु। तर बिरामी भएको थाहा नहोस् भने कलबाट तर्क्या छ। पढाइको घाउ सधैँ थियो, ब्याजले नुन छर्क्या छ।